नमस्ते, वेलकम ब्याक टु माई च्यानल फ्लेभर्स अफ नेपाल। सदा चाहिँ आज पनि मैले हेल्दी अनि मिठो रेसिपी लिएर आइसकेकी छु। बनाउन पनि एकदमै सजिलो छ, हजुरहरू पनि ट्राई गर्नुहोला। आज यो गहुँको चामल हो, दलिया। यसको म खिचडी बनाउन गइरहेको छु। एकदमै हेल्दी पनि हुन्छ, मिठो पनि हुन्छ। त्यसको लागि मैले टमाटर अनि हरियो खोर्सानी, अदुवा, प्याज, लसुन अनि फर्सी, गाजर, सागलाई काटेर लिएकी छु। आफूलाई मनपर्ने साग सब्जीहरू राख्नुहोला। अनि चाहिने मात्रामा दलियालाई भिजाएर राखिसकेको छु धोएर। कुकरमा तेल अथवा घिउ राख्ने, 5 फोरन, जिरा, कालो जिरा अनि ज्वानो फ्राई मैले, प्याज अनि खोर्सानी कतिको खानुहुन्छ त्यही अनुसार, हरियो केराउ अनि चनालाई राखेको छु उमारेर, गाजर, फर्सी, टमाटर। अब हजुरहरूलाई के तरकारी मनपर्छ राख्नुहोला। अदुवा, लसुन मैले चाहिँ अदुवालाई मसिनो गरेर चप गरेर राखेको छु, लसुन राखेको छैन, राख्न पनि सक्नुहुनेछ। अनि मैले अलिकति जिरा धनियाँको पाउडर, अलिकति बेसार राखेर यसलाई राम्रोसँग एकछिन फ्राई गर्छु। अलिक मिडियम हिटमा चाहिँ यसलाई मजाले एकछिन चलाउँदै एकछिन फ्राई गर्ने। स्वाद अनुसार नुन राखेँ मैले। अस्तिको भिडियोमा चाहिँ मैले भेली राखेर बनाएको थिएँ, त्यो पनि एकदमै मिठो हुन्छ। अनि यसरी पनि नुन गुलियो मन नपर्नेलाई यसरी नुन राखेर तरकारीहरू राखेर बनाएर खाँदा पनि एकदमै मिठो हुन्छ। मसिनो गरी मैले रायोको साग काटेर राखेकी छु थोरै मात्रामा। अनि अघि यो धोएर राखेको गहुँको चामल अथवा दलियालाई पनि राख्ने, कति मात्रामा राख्ने हो त्यही अनुसार राख्ने। अहिले चाहिँ यो भिजाउँदाखेरि सानो नै हुन्छ, पछि कुकरमा सिटी लगाएपछि फुलेर चामल हो कि गहुँको हो भनेर छुट्टिँदैन। अब राखेर यसलाई मजाले फेरि मिक्स गर्ने, मजाले चलाउनुपर्छ। यो दलिया अनि सागसब्जी मजाले मिक्स होस्। अनि अलिअलि मिडियम फ्लेममा यसरी भुट्दै जाने। यतिको भइसकेपछि, हल्का भुटिसकेपछि चाहिँ मैले तातो पानी राखेकी छु। हजुरहरूले तातो चिसो जस्तो पनि राख्न सक्नुहुनेछ। अनि मैले चाहिँ अब बच्चाहरू अलिक सानो भएकोले अलिक गिलो भन्दा अलिक बढी पानी राखेँ। हजुरहरूलाई अलिक फर्र मनपर्छ भने चाहिँ अलिक कम खाना जस्तै थोरै पानी राखेर बनाउनु होला, फर्र हुन्छ। अनि यो चाहिँ मेरो बाबु नानुको लागि भएर मैले चाहिँ अलिक पानी बढी राखेकी छु। अनि अलिकति अब अमिलो पिरो टक्क मिठो हुन्छ नि त, त्यही भएर मैले थोरै कागती पनि निचारेर राखेँ। यो चाहिँ अप्सनल है, हजुरहरूलाई मन पर्दैन भने नराखे पनि हुन्छ। अनि मैले चाहिँ 3 सिटी लगाएर रेडी गरेँ। हेर्नुहोस् त, अलिक पानी चाहिँ गिलै भइरहेको छ। हजुरहरूलाई अलिक सुक्खा मनपर्छ भने थोरै पानी पनि राख्नु होला। अब यसलाई धनियाँ राखेर मैले मजाले मिक्स गर्दैछु। हेर्नुहोस् त, यो जाउलो भन्दा यो झन् एकदमै हेल्दी, बच्चाहरूको लागि खोर्सानी नराखी पनि बनाएर सानो नानु बाबुहरूलाई पनि खुवाउन सक्नुहुनेछ। यो चनाहरू चाहिँ स्किप गर्दा पनि हुन्छ। आफ्नो बच्चाहरूले के मन पराउँछन् सागसब्जी राखेर यसरी खुवाउँदा पनि मिल्छ है त। अनि मैले चाहिँ यो तातो यो खिचडीलाई, गहुँको खिचडीलाई चाहिँ प्लेटमा सर्भ गर्दैछु। हल्का धनियाँको पात राखेर पनि डेकोरेट गरेँ। अनि मुलाको अमिलो अचारसँग यो चाहिँ मेरो लागि भनेर तयार गरेँ। हेर्नुहोस् त, एकदमै मिठो हेल्दी दलियाको खिचडी पनि तयार भइसक्यो। छैन त खाउँ लाग्ने, हेर्दा पनि यस्तो छ, तर मिठो अनि हेल्दी पनि हुन्छ। मैले चाहिँ यसरी खाएँ ल, एकदमै मिठो छ। हजुरहरू पनि ट्राई गर्नुहोला। अनि आफ्नो नानु बाबुहरूलाई यसरी तरकारीहरू राखेर खोर्सानी नराखी बनाएर पनि खुवाउन सकिन्छ। मेरो भिडियो कस्तो लाग्छ, यदि मनपर्छ भने लाइक, सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।